है यसो बाहिर निस्किनु पर्यो बाहिर जानु पर्यो हैन अब बाहिर घाम यस्तो छ के गर्नु बाहिर घाम उबर छ त्यही भएर चस्मा लगाउनु पर्छ चस्मा लगाएर भने फेरि घामले आँखामा हेरेर बर्बाद हुन्छ हेरे यस्तो छ है मेरो काम यस्तो छ है बाहिर निस्क्यो घाम घाम छ हैन यस्तो छ त वासरुम भइहाल्यो हैन अब त्यही त अब कोही कोही खाना खाएर ड्युटी जाँदैछ हैन त्यही छ अब यस्तै छ हैन अब कपडाहरू सुकाइरहेको छ अब यस्तै छ घाम ओभर घाम लाउँछ फेरि यता है फेरि घाम फेरि घामको त पुरै गर्ने हैन यहाँ फेरि घाम ओभर घाम एकदम त्यही भएर यस्तो घाम हान्छ अनि त्यही भएर अनि चस्मा लगाउनु त बाध्यतै हो नि मान्छेको हैन चस्मा लगाएपछि आँखा शीतलो हुने के अब चस्मा फुकाल्यो भने फेरि हेर्नै नसक्ने हुन्छ त्यही भएर चस्मा लगाएर हिँड्यो भने घाममा धेरै अनि प्लस सेफ्टी पनि